इभिनिङ गुड इभिनिङ। हेर म यस्तो ठाउँमा घुम्न आएको छु नि आज त। यो भन्नै नपर्ने ठाउँ हो। यो भनेको वाटर पार्क हो देसापार सिटीभित्र। राति घुम्नलाई रमाइलो हुन्छ, एक्लै हिँड्दा पनि हुन्छ। यतापट्टि आज बत्ती रहेनछ, नत्र दामी थियो ठाउँ चाहिँ। अनि अलि अँध्यारो अँध्यारो देखिएको रहेछ। यो चाहिँ वाटर पार्क हो, ठ्याक्कै यो पार्क प्यालेसको बिल्डिङ हो भने यतापट्टि छ यो वाटर पार्कको यो पानी पोखरी भित्र पानी छ, अँध्यारोले नदेखिएको। यो चाहिँ पार्क रिजन भन्छ है, पार्क रिजन भन्छ। म चाहिँ आज यो बाटो यसो घुम्दै घुम्दै आएको। मान्छेहरू पनि छ अलिअलि चस्स है, कोही यता डेटिङ नि बसिरहेको रहेछ। ठाउँ रमाइलो छ। यहाँ मास्तिर चाहिँ यो पानी पलाउने मुहान जस्तो झरना छ कि सानो झरना छ त, यहीँबाट हो त्यो पोखरीमा जाने पानी भनेको चाहिँ। पानी यत्रो छ। अनि माथिबाट यो सबै होटेलहरू हो, होटेलको लाइनहरू हो यो चाहिँ। यहाँ माथि बसेर चाहिँ होटेलमा बस्दै खाँदै तल भ्यू हेर्न रमाइलो छ पोखरीतिर। अनि यो चाहिँ पार्किङबाट जाने बाटो हो, बत्तीले झिलिमिली बनाएर रहेछ है। यो चाहिँ बाटो हो पार्किङबाट निस्किने। अनि आज चाहिँ यहाँनिर मार्केट सार्केट लागेको छ। अब मान्छे त नाङ्गै कुदिरहेछ त हौ, मोटो न मोटो छ। अनि यहाँ मार्केटहरू लागेको रहेछ है आज। अनि मार्केट लाग्दै रहेछ, 9 बजिसक्यो, अब मार्केट लाग्दैछ। यो पिपलको रुख जस्तो छ, जराहरू भएको टन्न यस्तो जरा छ। लाई गाइस यो ठाउँमा चाहिँ घुम्न आउँदा हुन्छ मलेसियामा हुनेहरू। यो देसापार सिटी भन्ने ठाउँ हो है। अनि म चाहिँ उता हल्का कुदेर आएको। यता ठाउँ राम्रो छ, यो हेर्दै आएको हो। कुद्न आएको खासमा चाहिँ म अलिअलि यसो कुदेर अहिले पसिना भएको छु। अनि गाइज यो मेरो युट्युब च्यानल नयाँ हो, सबैले सब्सक्राइब गरिदिनु होला है। धन्यवाद, थ्याङ्क यू।